Hypertext Transfer Protocol चाहिँ सबैभन्दा बेसिक वे हो वेब पेजेसहरु ट्रान्सफर गर्ने जस्ट लाइक सेन्डिङ अ लेटर। Hypertext Transfer Protocol secure चाहिँ सेम वेब पेजेसहरु ट्रान्सफर गर्ने हो बट इन मोर secured way like sending a letter in a locked box। API भनेको एउटा वेटर जस्तो हो जसले तपाईको रिक्वेस्ट लिन्छ र तपाईलाई खाना ल्याएर दिन्छ। खाना मतलब डेटा। Git भनेको चाहिँ सबै प्रोग्रामर्सहरुको ब्याकअप डायरी जस्तो हो जहाँ तपाईले आफ्नो कोडमा भएको चेन्जेसहरु ट्र्याक गर्नुहुन्छ। GitHub चाहिँ सबै प्रोग्रामर्सहरुको अनलाइन डायरी हो where you store and share your code। डेटाबेस भनेको चाहिँ अफिसको फाइल क्याबिनेट जस्तो हो बट डिजिटल जहाँ तपाईले डेटा स्टोर गर्नुहुन्छ र सर्च पनि गर्न सक्नुहुन्छ। क्लाउड स्टोरेज भनेको चाहिँ तपाईले इन्टरनेटमा आफ्नो फाइल्सहरु सेभ गर्नुहुन्छ जस्ट लाइक युजिङ अ भर्चुअल लकर। ब्राउजर कुकीज भनेको चाहिँ सानो सानो फाइल्सहरु हो which websites uses to remember you। तपाई कुनै ठाउँमा जाँदा त्यहाँको लोकेसन गुगल म्याप्समा हालेर जानुहुन्छ जस्ट लाइक दैट ब्राउजरमा कुनै वेबसाइट भिजिट गर्न हामी त्यो वेबसाइटको URL हाल्छौं टु फाइन्ड इट। डिस्कोमा बाउन्सरले को चाहिँ इन्टर गर्न पाउने र नपाउने भनेर चेक गर्छ नि हो त्यसै नै फायरवलले पनि तपाईको नेटवर्कमा को इन्टर गर्न पाउने र नपाउने भनेर चेक गर्छ। हरेक वेबसाइटको बाहिर देखिने इन्टरफेस जुन हुन्छ जससँग तपाईले इन्टरैक्ट गर्न सक्नुहुन्छ नि हो त्यो चाहिँ त्यो वेबसाइटको फ्रन्ट एन्ड हो। एउटा रेस्टुरेन्टमा हामी खाना खान्छौं जहाँ त्यो खाना चाहिँ फ्रन्ट एन्ड हो भने त्यो खाना जहाँ बन्छ दैट इज किचन जुन हामीले देख्दैनौं त्यो चाहिँ ब्याक एन्ड हो। ब्याक एन्डले चाहिँ एउटा वेबसाइटलाई एक्चुअली वर्क गर्ने बनाउँछ। फ्रन्ट एन्डको काम गर्न सक्ने हिरो हो ब्याक एन्डको काम गर्न सक्ने पनि हिरो हो तर फ्रन्ट एन्ड र ब्याक एन्ड दुवैको काम एक्लैले गर्न सक्ने चाहिँ सुपर हिरो हो त्यो सुपर हिरो चाहिँ फुल स्ट्याक डेभलपर हो। DNS ले चाहिँ डोमेन नेम्सहरु जस्तै कि google.com लाई IP एड्रेसेसमा कन्भर्ट गर्छ। एउटा घरलाई जनाउने होम एड्रेस हुन्छ भने एउटा डिभाइसलाई इन्टरनेटमा जनाउने IP एड्रेस हुन्छ र हरेक IP एड्रेस चाहिँ एकअर्का भन्दा युनिक हुन्छ। IP एड्रेसले एउटा डिभाइसलाई इन्टरनेटमा जनाउँछ भने MAC एड्रेसले चाहिँ एउटा डिभाइसलाई नेटवर्कमा जनाउँछ र हरेक MAC एड्रेस एकअर्का भन्दा युनिक हुन्छ। हामीले आफूले धेरै युज गर्ने सामानहरु आफ्नो डेस्कमा राख्छौं भेट्न सजिलो होस् भनेर। त्यसै नै क्याच भन्ने टेम्पररी स्टोरेजमा हामीले आफ्नो डेटा राख्छौं फर फास्टर एक्सेस। कुकिङ इन्स्ट्रक्सन्सलाई फलो गरेर एउटा डिश बनाउने प्रब्लम सल्भ गरे जस्तै एल्गोरिदमको स्टेप बाइ स्टेप इन्स्ट्रक्सनलाई फलो गरेर हामीले डिफरेन्ट प्रब्लम्सहरु सल्भ गर्न सक्छौं। बुक्सहरु अर्गनाइज गरेर राख्नको लागि बुक सेल्फ्सहरु हुन्छ भने डेटाहरु अर्गनाइज गरेर राख्नको लागि चाहिँ डेटा स्ट्रक्चर हुन्छ। एउटा लिस्ट अफ आइटम्सलाई सँगै स्टोर गरेर राख्नलाई एरे भनिन्छ। हामीले प्लेट्सहरु राख्दा या निकाल्दा माथिबाट राख्ने हो निकाल्ने गर्छौं नि हैन त्यसै नै स्ट्याकमा आइटम्सहरु टपमा एड अर रिमुभ गरिन्छ। हामी लाइनमा उभिदा सुरुमा भएको मान्छेको काम फर्स्टमा सकिन्छ र उ फ्रन्टबाट रिमुभ हुन्छ र ढिलो आउने मान्छे लाइनको लास्टमा हुन्छ। त्यसै नै क्यूमा आइटम्सहरु एन्डमा एड हुन्छ र फ्रन्टमा रिमुभ हुन्छ। लिंक लिस्ट भनेको चाहिँ आइटम्सहरुको चेन हो जहाँ एउटा आइटम अर्को आइटमपट्टि पोइन्ट गरेर बसेको हुन्छ। एउटा डिक्सनरीले वर्ड्सहरु फाइन्ड गर्न सजिलो र छिटो बनाइदिए जस्तै ह्याश टेबलले चाहिँ डेटाहरु खोज्न र स्टोर गर्न सजिलो र छिटो बनाइदिन्छ। हाम्रो कोडलाई रियल वर्ल्ड अब्जेक्ट्सहरु जसरी अर्गनाइज गर्न मिल्ने तरिका हो OOP। क्लासले चाहिँ कुनै पनि अब्जेक्टको के प्रोपर्टिज र फंक्शन्स हुन्छ भन्ने डिफाइन गर्छ। फर एक्जाम्पल इफ हामीसँग कार भन्ने क्लास छ भने त्यसको कलर र स्पिड भन्ने प्रोपर्टिज होला र ड्राइभ र ब्रेक भन्ने फंक्शन्स होला। यो डिटरमाइन गर्ने नै क्लास हो। OOP मा क्लास युज गरेर बनाएको कुरा नै अब्जेक्ट हो। हामीले आफ्नो प्यारेन्ट्सहरुबाट फिजिकल फिचर्सहरु इनहेरिट गरेको जस्तै एउटा क्लासले अर्को क्लासबाट फिचर्सहरु इनहेरिट गर्नु नै इनहेरिटेन्स। OOP मा अब्जेक्टको इन्टरनल डिटेल्सलाई हाइड गरेर चाहिने कुरा मात्र देखाउनु इन्क्याप्सुलेसन हो। यसले डेटालाई कन्ट्रोल्ड र सेफ राख्छ। एउटा फंक्शन डिफरेन्ट अब्जेक्ट्समा डिफरेन्ट वेजमा युज गर्न सक्नु नै पोलिमोर्फिजम हो। फर एक्जाम्पल स्पीक फंक्शनले डगलाई बार्क गराउन सक्छ भने क्याटलाई म्याउ पनि गराउन सक्छ। OOP मा कम्प्लेक्स कुरालाई हाइड गरेर इम्पोर्टेन्ट कुरालाई मात्र देखाउनु नै एब्स्ट्र्याक्सन हो। एउटा बुकलाई अर्को ल्याङ्ग्वेजमा ट्रान्सलेट गरे जस्तै हामीले लेखेको कोडलाई कम्प्युटरले बुझ्ने मसिन ल्याङ्ग्वेजमा कन्भर्ट गर्नु नै कम्पाइलेसन हो।
तपाईको कोडलाई एकैचोटी एक्जिक्युट गर्नुभन्दा लाइन बाइ लाइन रिड र रन गर्ने काम इन्टरप्रेटरले गर्छ। एउटा म्यानेजरले अफिसलाई रन गरेको जस्तो अपरेटिङ सिस्टम चाहिँ यस्तो सफ्टवेयर हो जसले तपाईको कम्प्युटरलाई रन गर्छ। एउटा कारको सबसे इम्पोर्टेन्ट पार्ट इन्जिन हो भने एउटा ओएस को सबसे इम्पोर्टेन्ट पार्ट चाहिँ कर्नेल हो। भर्चुअल मसिन चाहिँ सफ्टवेयर भर्जन हो तपाईको कम्प्युटरको जुन तपाईको मेन कम्प्युटर भित्र चलिरहेको हुन्छ। एउटा लाइट वेट पोर्टेबल बक्स जहाँ तपाईको एपलाई रन हुन चाहिने सबै कुरा हुन्छ सो दैट तपाईको एप जता पनि चलोस्। एउटा रेस्टुरेन्टमा खाना मगाउनको लागि मेन्यु चाहिएको जस्तै एपमा केही डेटा चाहिएमा त्यो एपको सर्भरले एपीआई एन्डपोइन्टमा रिक्वेस्ट पठाउनुपर्छ। इट इज लाइक अ डोर टु एक्सेस अ सर्भिस। एउटा फंक्सनले आफूले आफैलाई कल गर्छ भने त्यो रिकर्सन हो। लूप चाहिँ एज द नेम सजेस्ट एउटा एक्सनलाई रिपिट गरिराख्नु हो तपाईको कोडमा अन्टिल अ सर्टेन कन्डिसन इज मेट। बुलियन एउटा यस्तो डेटा टाइप हो जसको दुईटा मात्र भ्याल्युज हुन सक्छ, ट्रू अर फल्स। इट इज लाइक अ लाइट बल्ब जसमा दुईटा मात्र कुरा हुन्छ, स्विच अन र अफ। नल मतलब खाली, नथिङ इज इन देयर। प्रोग्राम रन गर्दा आउने एरर जसले प्रोग्रामलाई नर्मली काम गर्न दिँदैन त्यो नै एक्सेप्सन हो। तपाईको कोडको ग्रामरलाई सिन्ट्याक्स भनिन्छ। यदि सिन्ट्याक्स मिलाएर कोड लेख्नु भएन भने कोड चल्दैन। लन्च गरिसकेपछि प्रोग्राम रन हुने पिरियड इज रन टाइम। आईडीई यस्तो सफ्टवेयर टुल्स हो which allows you to write, test and debug your code all in one place। आइकन्सहरु क्लिक नगरी टेक्स्ट कमान्ड्सहरु युज गरेर कम्प्युटरसँग इन्टर्याक्ट गर्नु नै कमान्ड लाइन इन्टरफेस हो। कम्प्युटर्सलाई डेटाहरु युज गरेर ट्रेन गर्नु नै मसिन लर्निङ। एउटा सर्टेन प्याटर्न अर लोजिक फलो गरेर नर्मल डेटालाई सिक्रेट कोडमा कन्भर्ट गर्नु नै इन्क्रिप्सन हो। कुनै प्रोजेक्ट ओपन सोर्स छ भन्नुको मतलब त्यसको सोर्स कोड पब्लिकली अवेलेबल छ एन्ड यु क्यान चेक आउट दैट कोड एन्ड इभन चेन्ज इट। सो या दिस वर द 50 टेक टर्म्स दैट यु नीडेड टु नो। ये तपाईहरुलाई अरु पनि कमन टर्म्सहरु थाहा छ भने डु कमेन्ट बिलो र इफ यु हेभ एनी भिडियो रिक्वेस्ट फ्रम मी देन अल्सो प्लिज मेन्सन इट इन द कमेन्ट्स। आई विल मेक श्योर टु मेक अ भिडियो अन इट जस्ट लाइक दिस वन। मलाई चाहिँ आफूले सोचेको टपिकमा भिडियो बनाउनु भन्दा पनि मेरो ऑडियन्सको रिक्वेस्ट भएको टपिकमा भिडियो बनाउनु बढी रमाइलो लाग्छ। सो प्लिज डु दैट एन्ड या द्याट्स इट।